अलिकति यस्तो यही हुन्छ क्या प्रब्लम अपरेसन नगर्दाखेरि हैन। यदि हामीले यो ब्युटी बोन भनिन्छ, यदि हामीले ब्युटी बोन यसको यदि अपरेसन गरेनौं भने यस्तो समस्याहरू आइलाग्छ। यो ठ्याक्क छाला भन्दा बाहिर निस्किन्छ अनि यो यस्तो देखिन्छ हैन। यो जोर्नी यहाँ छ, सरको हात यहाँ छ, हेर्नु सक्नुहुन्छ यो बाहिर देखिरहेछ। सो यही एउटा प्रब्लम हुन्छ यो ब्युटी बोनको चाहिँ। यो कलर बोन भन्छ, यसलाई क्लाभिकल भन्छ हो। सो यो यदि हड्डी हामीले अपरेसन गरेको थियौं भने यो सिधा हुन्थ्यो। अपरेसन नगरेपछि के हुन्छ भन्दाखेरि यस्तो हुन थाल्छ, यो पक्कै बाहिर निस्किन्छ अनि बाहिर देखिन थाल्छ। सो यसको लागि चाहिँ हामीले खास भने अपरेसन गर्नुपर्ने हो। खास भने अपरेसन गर्नै पर्छ भन्ने जरुरी होइन, तर यो त अब हेर्नु न यस्तो समस्या त भयो नि त। अब उहाँ सर भर्खर 49 इयर्स हुनुहुन्छ, अब अपरेसन नगर्दाखेरि यस्तो भयो हैन। सो हेर्दा पनि नराम्रो र कहिलेकाहीँ यो छालामा पछि गएर चाहिँ इरिटेट भएर दुख्न सक्छ। सो त्यसैले चाहिँ यसको अपरेसन गर्नुको कारण यति मात्रै हो। एउटा राम्रो पनि देखिन्छ, अर्को कुरा पछि गएर यसले गर्दाखेरि यो मासुहरू कमजोर हुन सक्छ र यसले छालामा इरिटेट गरिरहेको छ, यसले छालालाई दुःख दिइरहेको छ। सो पछि गएर चाहिँ यहाँ दुखाइ हुन सक्छ, इन्फेक्सन हुन सक्छ, यो पाक्न सक्छ, यहाँ घाउ हुन सक्छ। सो यो कलर बोन भाँचिँदाखेरि अपरेसन गर्नै पर्ने कारणहरू यी हुन्। राम्रो देखिनलाई, छालामा समस्या नहोस् भन्नलाई र यहाँको मासुहरूले राम्ररी काम गरोस् भन्नलाई। र यो दाहिने हात पर्यो, बरु देब्रे हातमा नगर्दाखेरि के फरक पर्दैन थियो, दाहिने हातमा चाहिँ भर्सकै गरेको राम्रो, किनकि उहाँ दाहिने हातले काम गर्नुहुन्छ हैन सर। हजुर। सो दाहिने हातले काम गरेको कारणले गर्दाखेरि चाहिँ दाहिने हात पर्दाखेरि चाहिँ यसको अपरेसन गरेको राम्रो।